भाले जुदाई दुवैजना यस्तो रानीको के छ र त्यस्तो भाले गर्ने यो त के बोल्न लाज छाड्यो क्या यसलाई त लाज छाड्यो के तेरो घरमा दाजुभाइ छैन तँलाई चाहिँ के देख्ने बित्तिकै के गर्छ जस्तो लाग्छ कि या त्यस्तै कति सोच पनि घिन लाग्दो थुक्का तँलाई कुकुर नि है सबैजनाले चाहिँ कपी लिङ्क रिपोस्ट चाहिँ गरिदिनु साला कुकुर नै साला जिन्दगीको बोरेमा साला सँगै बसेको त साला डाइरेक्ट मर तँलाई पैचर ओइ रोहनी मलाई समात हान्दिम तँलाई पैचर तमातेका चाहिँ हेर्नु न समाते अबे तँलाई पैचर हान्दिम अझ मलाई समातेको देखेर मेरो मलाई समातेर के डार लाग्यो कि चुप्पा त हुँदैन यसले हातमा चुप्पा गर्दै हैन मेरो हातमा त यसको तँलाई पैचोर्नी तँलाई पैचोर्नी पनि खाना तँलाई पैचोर्नी चुम्मा त कति खाइसक्यो खाना तँलाई पैचोर्नी पैचोर्नी काँचिन अर्को पैचोर बस पैचोर्नी तँलाई पैचोर्नी नगरा त धेरै तँलाई पैचोर्नी अब मेरो स्वामीसँग भेटेको तँलाई जेलस भएर जिन्दगी त जिन्दगी भर थाइल्यान्ड त बस्दैनस् त घरमा त आउलास् नि तेरो घरमा सुन तेरो लागि बाटो छैन नि घरमा फेरि तालचा लगाइसक्यो फेरि म मम्मीलाई पनि कुरा लगाइदिन्छु हुँदैन म दारीवाला नारीसँग बस्न सक्दिनँ म नेपालमा फर्केर आउने हो बस्छ त घरमा मैले घरमा तालचा लगाइदिन्छु बुझिस् नि म मम्मीलाई भन्ने हो कुरा लगाइदिने हो यो घरमा हो मेरो घर त हो नि मेरो घर हो तेरो पोइको घर हो अहिले गएर भको कपाल सपाल सबै भुटाल्छस् कहिले भुटाल्छस् आइज न उले कहाँको भन्ने सोच्छ अहिले स्वामी भन्दा यो काली पो रहेछ बाहिर त तँ भर्खर थाहा पाइ काली साला थुक्क साला तँ आइज न साला फेस टु फेस भेटेर देखा न आइज त म कति गोरी छु हेर म भनेको रानी हो रानी हो त रानी साला खरानी चाहिँ हो साला त खरानी जल्छ के त जस्तो जाठी त हैन नि तँ होस् त तँ जाठा होस् त अनि कुकुरनी तँ होस् कुकुर साले तँ कुकुर साला तँ जा न तँलाई कुकुर रे ए मुत्तु नि धेरै नकरा तँ रिठ्या तँ साला तँ घरमा त आउलास् हैन काली रे आइज दिनभरि यसले फोन किन नउठाएको भन्दा यो नखरमौली यो साला यो बोकाले साला ठक्का साला तैँले बिगारेको रहेछस् यसलाई हैन हेर हेर मेरो प्लिज म हेर्दिन थ्याङ्क यू सो मच गाइज ल हेर्नुहोस् इन्जोय गर्नुहोस् भोलि पनि आउँछ गाइज रमाइलो भएको ब्लगहरू आउँछ त्यसो भन मिस्टर तामाङ गाइड होइन तिम्रोमा ग्लिच देखाएको होला भनेर भन्न प्राङ्क गर्न होइन म मेरै आइडी हो भनेर भन्नु मेरै आइडी हो हाय नमस्ते गाइस के भयो मलाई देख्ने बित्तिकै आज के कोहीले नदेख्ने जस्तो गर्नु छ त दिदी मिस्टर तामाङको आइडी होइन र यो कहाँ लौ मेरो आइडी रोहनी लौ के भर गाइस के आइडी ग्लिच भएको मेरो नाम छ त लौ रोहनी या त मेरो नाम देखाएको छ त लौ के भयो र मेरो आइडी हो लौ कसको आइडी देखाएको छ दिदी होइन होला हौ कि भेटेको हौ कहाँ लौ उन दा स्वामी नेपालमा म थाइलमा कसरी भेट्ने त लौ कहिले काहीँ त्यस्तै हुन्छ के भन्छ अरे ऊ हुन्छ ग्लिच आइडी ग्लिच भएको होला सँगै छ अरे हावा होइन मेरो बहिनी हो ए त्यो बत्ती बन्द गर त भोक लागिसक्यो होइन मिस्टर तामाङ आएर त गर भेटिहाल्छ भिडियोहरू देख्नुहुन्छ भिडियो कहाँ आएको छ र हाम्रो भिडियोहरू आयो त देख्नु त हुन्छ होला नि तपाईँ पनि लौ के छ सिस राम्रै छ नाइस डे आइडी ग्लिच भएको स्वामीको आइडी कहाँ मेरोमा त रोहनी देखाएको छ दिदीमा कहाँ खोइ अर्को फोन बहिनी तेरो फोन लिएर आएछ त म हेर्छु फोन कता गयो यो होइन फोन भनेको मलाई त्यो दिन्छ म भिडियो गरेर हेर्नु न मजाले होइन साँच्ची के मेरो आइडी हो दिदी यो
म कन्फ्युज भएको हो कि भनेर हो क्या साँच्चीकै मैले ढाँटी छुइनँ दिदी धरो धर्म फोन यहाँ मेरो फोन ढाँटी भए मलाई 10 जना पोइ पाओस् को हो त नि कुनै त त्यो को घोप्टी हो त्यो आमा नि सँगै पो भेटेको आमा रोनी एआई हो एआई हो अब त्यति साह्रो पनि नभन न अब हुँदा हुँदा अब सँगै भिडियो भएर सँगै त्यही बोल्दा पनि एआई होले ल्याएको भन्नु आजकल त एआई नि त के सँगै एउटै बनाउन मिल्छ त फेस पनि ल्याउ थाहा छैन मिस्टर तामाङ छैनन् कहाँ 6 भएमा त आउँथ्यो होला नि अब त नढाँटा के थाहा भइसक्यो रोहनी जे भयो नि आमा कहिले गएको मिस्टर तामाङ म नेपाल आएको हो जिस्केको नेपाल आयो भने यतातिर नि आऊ न पूर्वतिर नि कता हामी नेपालमा हो नेपालमा अहिले ठमेलमा पार्टी हान्दै हो दारू खाँदै हो पार्टी तेरो दारूले खोज्यो हुन्छ त स्वामी मेरो भन्दा तपाईँको धेरै छ मलाई ढाक्नुहुन्छ सीमित लेभलले हाँस्नु भएको हेर भ्लग हेरेको छैन गाइस कस्तोलाई कस्तो रोहानी र म कहाँ छ थाहै छैन म तपाईँहरूले युट्युबमा भ्लग हेऱ्यो होला भने त त्यत्रो भ्युज आइरहेको हुन्छ त्यो हेलो नमस्ते भ्युज चाहिँ कहाँबाट आएको रहेछ त मेरो युट्युबमा भन्ने मात्रै त्यसो भए तपाईँहरूले कसैले भ्लग हेरेको छैन अहिलेसम्म रानी हो रानी रानी भनेको रानी भन्छ रानी रानी हो मैले भनेको होइन स्वामीले मैले कहाँ भने त नि म भनेको एकदम विश्व सुन्दरी रानी कस्तो आवाज ठुलो छ स्वामी दिदी भन्नु त ल भन्नु खै एकचोटि वान्स मोर रानी के मैले रानी भनेको नि छवि कति खाएको अरे मेरा बुढाले नभने फेरि आँखा लगाएको तपाईँले भ्लग हेऱ्यो भने थाहा भयो होला होइन मैले रोहानीलाई चाहिँ होइन नेपालदेखि एउटा गिफ्ट ल्याइदिन्छु भनेको थियो कि मैले एउटा नेपाली केटासँग बे गरिदिन्छु भनेको थिएँ गाइज तपाईँले भ्लग हेऱ्यो भने देखिने होला रोहानीको अहिले बुढा छवि चाहिँ मैले बे गरिदिइसक्यो 2 वर्ष भयो त्यो रिलेसनसिपमा बसेको 2 वर्ष भयो आज त भेट भयो यही बस्ने हो यही सुत्ने हो म अर्को रुम केटा पनि लिएर गएको रोहानीको मेरो लागि मैले जबरजस्ती ल्याउन आएको रोहानीको बे भयो अब रानी हो रानी जिन्दगी जिरपेटेको गोर्मेर चिपेटेको खाएर मर्ने हो एकछिन गाउँ डुल्न जाऊँ ल बिपनालाई भेटेर खुसी लाग्यो ल भेट्दै गरौँ ल गाउँ चार्दिएर आउँछु ल चार्दिएर होइन चारेर चारेर चल्लाक जस्तै गाउँ चार्नी गाउँ चार्नी चार्नी होइन को छ होइन ए यो रन्डाको रहेछ त्यसो भने जोइन गर्ने हो भर्मालाई भर्मा त नगरौँ त्यो थाइलेन्डमा छ भयो अहिले बोलाउँछ फेरि बोलायो भने भेट्न जानुपर्छ म त जान्दिनँ नि म पनि जान्न म पनि जान्नु त्यो 1 नम्बर कोर्टमा छ भने 1 नम्बर के छ बोका तेरो पछि लाग्यो क्या पछि लागेर मर्न आएछ खस्छ थाइल्यान्डको बाहिर बस्छ ऊ बाहिर भन्नाले कहाँ थाइल्यान्डबाट बाहिर अझै दूर ए हो नेपाली नै आउँदैन हौ छा त्यही भने देखेको मैले तँले भन्छ नेपाली जोइन गर भन्छ मेरोमा नेपाली आउँदैन कहाँबाट जोइन गर्नु